रेकर्ड सुरु छ। सम्पूर्ण आदरणीय दर्शकवृन्द, यहाँहरू सम्पूर्णमा हार्दिक स्वागत छ। विशेष गरेर हामी विभिन्न क्षेत्रका व्यक्तिसँग कुराकानी प्रस्तुत गर्ने गर्दछौँ र जस अन्तर्गत आजको श्रृङ्खलामा कुराकानी गर्नको लागि सामाजिक अभियन्ता राजनीतिक विश्लेषक गोपाल थापा सर हुनुहुन्छ। सर स्वागत छ, नमस्कार। आराम कुशल हुनुहुन्छ? आजभोलि केमा व्यस्त हुनुहुन्छ? आजभोलि यही त हो नि, अहिले त अलिकति राम्रो खबर देशमा अलिकति अन्य अत्याचार भ्रष्टाचार तस्करी भ्रष्टाचारीको अन्त्य होला जस्तो छ। अनि यसो खुसीको खबर सुन्न पाइन्छ जहाँ तै। अब चाहिँ परेमा गुरी जालैमा है भ्रष्टाचार गरेर खाने पनि अन्त्य हुने भन्ने ठाउँमा देखिन्छ। अनि यसो सामाजिक सञ्जाल यसो मिडियामा पनि कहिलेकाहीँ यसो दुई चारवटा कुरा भनौँ पनि लाग्छ। 2-4 वर्ष अगाडि बोल्दै आएको कुरा बल्ल प्राप्त भएको हुनाले म चाहिँ अलि खुसी नै छु अहिले चाहिँ। यसको मतलब तपाईँले भन्न खोज्नु भएको एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परिसकेपछि तपाईँलाई अलिकति सन्तुष्ट भएको छ? मलाई सन्तुष्ट छ। हिजो अलि पहिलादेखि नै धेरै कुरामा सन्तुष्टि छ। जस्तो अब अहिले अदालतको फैसलाहरू पनि अब लाइभ गर्ने कुरामा नि आएको छ होइन। जायज कुराहरू छन्, गुन्डा तस्करी भ्रष्टाचारीको अन्त्य गर्ने कुराहरू छन्। जति बोलेका कुरा बोली र बोली बराबर भएका युवाहरूले हाँकेकोमा मैले त अहिले तपाईँको 40 वर्ष पछाडिको फुर्तिलो र तेजिलो राष्ट्र र देशको लायक प्रधानमन्त्री नै अहिलेको बालेन्द्र शाह देखेको छु। यतिको तेज भएको गृहमन्त्री देखेको पनि थिएन। तर गोपाल थापाज्यू, तपाईँ तेज भएको बालेन्द्र शाह अहिलेका प्रधानमन्त्री यत्रो साहसी प्रधानमन्त्री भनेर भन्नुहुन्छ बालेन्द्र शाहलाई। उता नेकपा एमालेका केही व्यक्तिहरूले रोइलो गरिरहेका छन्, बालेन्द्र शाहतिरका केही शक्ति नै नभएको, कस्तो तुरुन्तै चाहिँ राजीनामा दिनुपर्ने नैतिकता नभएको नेतासम्म भन्न भ्याइसके। अब तपाईँ भन्नुहुन्छ यता साहसी नेता बालेन्द्र शाह होइन। अब नैतिकता उहाँहरूसँग छ भने आजसम्म 40 वर्षसम्म 38 वर्षसम्म नैतिकता कहाँ गएको त उहाँहरूको? खालि हिजोको भई मान्छे, हिजोको सुकुमवासी अहिले हुकुमवासी भएर अरबौँ खरबौँ भ्रष्टाचार गर्ने चाहिँ को त उहाँहरू चाहिँ साहसी मान्छे। अनि बालेन्द्र शाहले त सुकुमवासीको पनि बिचल्ली बनाउनु भयो अरे नि त। सुकुमवासीको बिचल्ली होइन, सुकुमवासीको व्यवस्था हुने भयो, सुकुमवासीले पूर्जा पाउने भए, सुकुमवासीले न्याय पाउने भए। तपाईँको छिमेकी भाइ महेश बस्नेत तपाईँ दाइ होइन हो? तपाईँको त्यहाँ छिमेकी महेश बस्नेतले उहाँ बुरुक उफ्रेको देख्नु भएको छैन? सुकुमवासीलाई बिचल्ली बनाएर, सुकुमवासी घरबार विहीन बनाएर यो सरकारले के गर्न खोजेको? जनतामाथि यसरी डोजर चलाउँदैमा यस्तो तानासा प्रविधि देखाउन मिल्छ भनेर उफ्रिरहेछ। कसैलाई लागेका कुरा अब राम्रा नराम्रा हिजोदेखि उफ्रिने चर्किने पोल्ने भटभट्याउने बानी सबैलाई लागेकै हो। राम्रा कुरा हो कुरा गर्ने र सत्य कुरा यथार्थ जायज निष्पक्ष कुरा गर्ने बानी कसैलाई छैन। दलहरूले दल छेद विच्छेद बनाएको स्वभावहरूले गर्दाखेरि जे नि बोल्न पाइयो। प्रजातन्त्र छ, छाडातन्त्र छ, भ्रष्टतन्त्रमा जे नि बोल्न पाइयो। तर एउटा कुरा चाहिँ कसैले बोलेकोमा म विरोध गर्दिनँ, लागेको कुरा बोल्यो। तर यथार्थ कुरा चाहिँ के भने प्रत्यक्ष राष्ट्र अन्तर्राष्ट्र यत्रो व्यस्त अहिले 38 वर्ष अन्यमा परेको एउटा जनताले आज अहिले बालकदेखि लिएर वृद्धसम्मले बालेन्द्र शाहलाई आशीर्वाद दिएको छ। सर आशीर्वादी छन्, आशावादी छन्। हो यस्तो हुनुपर्ने भन्ने कुरा अहिले भर्खर त मान्छेलाई खुल्दैछ भने उहाँहरूलाई त के भयो भने भ्रष्टाचारको पोल खुल्यो। अन्य अत्याचार गरेर खाएको सबै निकाल्नु पर्ने भयो। तस्करी भ्रष्टाचारी अत्याचारी बेविचारी सबैको अन्त्य हुने भयो भनेर अहिले चुपचाप लाएर बस्यो भने तिनले गल्ती गरेर छ भन्लान् कि भनेर पार पाइन्छ कि भन्ने बेला यसो च्याउ गरे हो। अर्थ नपर्थ गोविन्द गाई हो। एमाले त भन्दैछ अब देशैभरि विरोधको तयार गर्नुपर्छ, हाम्रो नेतामाथि चाहिँ यस्तो बेलामा कर्याप झ्याप भनेर भनिरहेको छ त होइन। आम नेपाली जनताले सुझो न बुझो, कौवाले कान लगायो भने कान छामी दौडिन्छन् भने त त्यो बेग्लै कुरा हो। तर हिजोको दिन जस्तो अब त नहोला। के को लागि? भ्रष्टाचारीलाई जोगाएर कारबाही गर्यो राज्यले भन्दाखेरि आन्दोलन गर्ने। देख्दा र सुन्दा पनि लाज मर्नु हरकतमा कोही देशका मान्छे अब कोही आउँछन्। यो राज्य सबै एमाले काङ्ग्रेस माओवादी हिजोको 7 दलको हो, अरू जनता होइन, अरू मान्छे होइन, अरूले खाना लाउनु पर्दैन। हामीलाई 50औं वर्ष पछाडि पारेर भ्रष्टाचार गरेर खानेको त अनुहार हेर्न पनि हुन्न। तपाईँले के भन्नुभयो? अनि गोपाल थापाज्यू, अनि जस्तो विष्णु पौडेललाई समात्नुभन्दा अगाडि चाहिँ इन्भेस्टिगेसन त्यो के हुन् त कमी कमजोरी, त्यो छानबिन गर्नु पर्थेन? पक्राउपछि छानबिन गर्ने हो र? पक्राउपछि छानबिन गर्ने, पहिला ल्याउने कराब झ्याप पार्ने अनिखेर मात्र, नत्र त पहिला छानबिन कहिले हुन्छ? के को छानबिन हुन्छ? पहिला दोषी नै छैनन्। अर्थमन्त्री जस्तो व्यक्ति कहाँ गल्ती गरेको छु भनेर भनेका छन्। केही दिन अगाडि उहाँले भनेको होइन,
कुनै प्रमाण छ भने गर्नुहोस् भनेर भन्नुभएको थियो, प्रमाण देखाउनु पहिला भनेर भन्नुभएको थियो त। तपाईँको भनाइअनुसार भ्रष्टाचारी उसो भए हत्यारालाई मैले मान्छे मारे होइनस् कि होइनस् भनेर राम्रोसँग सोधी पुछु गरेर हो भने चाहिँ ल्याएर ग्राम छाप पार्ने अनि ल्याएर थुन्ने अनि अनुसन्धान गर्ने। त्यही भनेका छन् त एमालेका नेताहरूले। बिना ज्ञान बुझेको एउटा तपाईँको जनताको रगत पसिना 40औं वर्ष एउटा किर्नोले खाएर बसेको मान्छे के बुद्धि र ज्ञान हुन्छ र जेनी बोलेको होइन भने पक्राउ नगरी अनुसन्धान के हुन्छ? ठाडा भएर अनुसन्धान हुन्छ? तपाईँले कतिको याद गर्नुभएको छ, केपी शर्मा ओलीले शुद्ध भनिसक्नु भएको छ यो त राणा शासनमा भन्दा पनि तानाशाह बन्यो बालेन सरकार तपाईँ। योभन्दा डबल हुन्छ, झट्का रहोस् उहाँहरूलाई। के भन्नुहुन्छ फेरि? योभन्दा डबल हुन्छ, हुनुपर्छ। आम नेपाली जनताको भाग्य हो, अवसर हो, यो मौका हो। यही गर्नको लागि आम जनताले तपाईँको 2 तिहाई दिएर पठाएको यो चान्चुनी सम्झिनु भएको छ तपाईँ। बालेन शाहको एक्सन योभन्दा अझै 2 गुणा बढ्छ, बढेर जान्छ, घट्दैन। यहाँ कसैले हल्लाउनु पर्दैन, रौँ हल्लिन्न बालेन्द्रको। अनि केपी शर्मा ओलीले त भन्दैछन् त भन्नु पर्यो त थुतुन्नु त कहिले सिएको छैन। अन्त बन्धन भयो नि, हातगढी लगाएर त थुतुन्नुले बोल्न पाइन्छ यहाँ। अनि नबोल्ने भए थुतुन्नु के काम त? 4वटा कुरो त बोल्नु पर्यो। भए जति गर्न हुने नहुने थिति एउटा संसार बिगारेर खाएको छ, अझै लाज हुन्न जेली बोल्दिन्। अनि एउटा पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले त्यस्तो भनेपछि नचाहिँदो कुरा गरेका हुन् त? नचाहिँदो भन्दा पनि एउटा कुरा पनि आशंका, एउटा अलिकति जे पनि बोल्नु त हुँदैन क्या। अलिकति लाज घिन शरम विवेक मान्छेमा हुनुपर्छ। हो सम्मानित व्यक्ति हो, आदरणीय अभिभावक पनि हो, हिजोको पूर्व प्रधानमन्त्रीज्यू पनि हो। तर कुरा के भने छानबिन गरेर आशीर्वाद दिउँला हामी पनि। हो र छ भने हामीलाई पनि कारवाही गरेर भन्न सक्नुपर्छ साहसी मान्छेले। त्यो एउटालाई कारवाही विष्णु पौडेल उपाध्यक्षलाई कारवाही गर्यो, अब हाम्रो हस्ती ल गर्यो, अब हाम्रो पालो आउँछ भने त्यो उफ्रेर कराएर पालो नआउने होइन। तर्सेका हुनु केपी शर्मा ओली? तर्सेको जो हच्केको अब आत्तेको हो यो। अब ठ्याक्कै भनिदिनुहोस् न त गोपाल थापाज्यू, कि केपी शर्मा ओलीलाई पनि पक्राउ गर्छन्? फरकै पर्यो, पक्राउ गरिसके होइन? त्यो त लालची भएर बिरामीको संज्ञा दिएर बसेको फेरि पक्राउ हुन्छ। केपी शर्मा ओली फेरि पक्राउ पर्दैछ? केपी शर्मा ओली झोली डोली यति जेट सबै पक्राउ पर्नुपर्छ। पूर्व मन्त्रीहरू समात्नुपर्छ तपाईँको भनाइअनुसार। समात्नुपर्छ। यत्रो जनतालाई एउटा राजनीति नेता भनेर राजनीति गरेर के गर्न आएको? जनतालाई मारेर खान आएको? तपाईँ के भन्दै हुनुहुन्छ? तिनै नेताहरूको चाहिँ योगदानको कारणले आज बालेन शाह प्रधानमन्त्री बनेका हुन् भनेर भन्दैछन्। बालेन शाह त उहाँलाई कुकर्म लगाएर त सत्कर्मवालाले ठाउँ पायो। त्यो त एउटाले नबिराएर नभए त बाटै डोरिन्न नि। उहाँहरूले यतिको कुकर्म गरेर अन्य अत्याचार गरेर चाहिँदो नचाहिँदो गरेर अहङ्कार र अहिले तेज अति गरेपछि भएको क्षति हो नि त यो। अनि यसको लागि त आएको त उहाँ हो, उहाँ त युवा हो, उहाँ त कृष्णजीको चरित्र जस्तो छ। उहाँहरूले कुरा ढुक्क भएर बुझे हुन्छ। आम नेपाली हिजो जनतालाई अन्य अत्याचार र भ्रष्टाचार गर्ने, तस्करी भ्रष्टाचारी अत्याचारी गुन्डा गर्दी फिरौती सबको अन्त्य त हुँदैछ त अहिले। अब उहाँ हिजोको जस्तो तपाईँ युनियन छ, न्यायाधीश हाम्रै मान्छे, जहाँ हाम्रै मान्छे परवलीले समाउँछ, हामी यता छुटाउँला, त्यो दिनको पनि अब अन्त्य हुँदैछ। सबैले बुझिसक्यो अन्त्य हुँदैछ। अनि अब अलिकति यो चितवनको अहिले राजसभाको तत्कालीन महाधिवेशनमा तर्फ लागौँ न। जस्तो गगन थापा होइन, केही समय अगाडि वार थियो रवि लामी छानेर गगन थापाज्यूको, अहिले महाधिवेशनमा जानुभएछ के? कसरी लिनुभयो यसलाई? अब हेर्नुहोस्, गगन थापासँग मेरो राम्रो आफ्नो दाजुभाइको पनि सम्बन्ध छ। गोपाल थापा र गगन थापा त दाजुभाइ नै हुन् नि त होइन? र अर्को एउटा थापाकाजी पनि हो। हामी एउटा पहिलेदेखि राम्रो र एउटा सम्बन्ध पनि छ होइन? कहिले अहिले 10औं 15 वर्षमा भेटघाट नभए नि हाम्रो माया ममता स्नेह छ। एउटा कुरो के त भन्दाखेरि कुनै पावर र तेजमा भएर नाता लाउने मान्छे म होइन। अर्को कुरो त के भन्नु भने गगन थापालाई मैले यति मुरी धन्यवाद दिएँ। गगन थापालाई मुरी धन्यवाद दिएँ। किन के गर्नुभयो फेरि? के गर्नुभयो त भन्दाखेरि उहाँले सम्पूर्ण लागेका आफ्नो तर्क वितर्क, आफ्ना कुसङ्गत कुविचार, हिजोका नेताहरूले देशमा गरेको अन्य अत्याचार भ्रष्टाचार, हिजो 46 सालको जेनजी गगन थापा पनि हो। हेर्नुहोस्, एउटा अग्र व्यक्ति हो। एउटा कुनै समय कुरा के भयो भन्दाखेरि लैमा लागेर या त बोलेर असल एउटा बनाउन सकिन्छ कि भनेर कहाँको महाभ्रष्टलाई सहयोग गर्नाले अलिकति बदनामी परेको मात्रै हो। नत्र अहिले उहाँले हेर्नुहोस् यत्रो मञ्चमा एउटा महाधिवेशनमा गएर लागेका कुरा प्रष्ट पार्नु। हेर्नुहोस् त, त्यही पनि राजसभाको, उहाँ त काङ्ग्रेसको नेता गगन थापा त। किनभने बुद्धि भएको तर्क भएको हो त, मेरो गल्ती पनि म स्वीकार गर्छु, यसको क्षमा पनि चाहन्छु। आफूले भगवान पार्टीको नेतालाई भगवान मान्नु हुँदो रहेछ है। तपाईँहरू नि सचेत रहनुहोस्। मैले यस्तो दुःख पाएँ, हाम्रो पार्टीले यति दुःख पाएँ, हुनै नसक्ने जनतालाई हरकत गरे, मेरो पार्टीको नेता भ्रष्टाचारी भन्नै परेन, अत्याचारी त भनिहाल्नु भयो होइन? हुनै नसक्ने भएको हुनाले तर हामीलाई तपाईँको रिस चाहिँ तपाईँले गरेको कामको हामी प्रशंसा गरेर हामी अगाडि बढ्छौँ।
तपाईँहरूभन्दा ठुलो बन्छौँ तपाईँहरूलाई निखारेर होइन, तपाईँहरूको सिको सिकेर हेर्नुहोस् यति राम्रो प्रभावशाली बोली बोलेको हुनाले धन्यवाद दिनु पऱ्यो कि पर्दैन। गल्ती पनि स्वीकार्नु भयो नि त उहाँले। भनेपछि गगन थापा सुध्रिँदैछन्, सुध्रिँदैछन्, गल्ती एनालाइसिस गरेर आए गगन थापा, आए सुध्रिन्छन्, सुधारिएकै मान्छे हो, विचार विवेक भएको मान्छे हो, देशभक्ति भएको हो, युवाको तेज जाँगर भएको। के त रासोपालाई अब फुल्ली सपोर्ट गर्छन् गगन थापाले? होइन, अब राम्रो काम गरे भने चल्दैन, सपोर्ट गर्छु उसले भनेकै छ। एउटा थापा काजीकै संज्ञा दिएँ मैले, उम्लो पनि ठडाउँछौँ, सपोर्ट पनि गर्छौँ, जायज कुराको लागि सपोर्ट गर्छौँ भनेको कुरा राम्रो होइन। तपाईँको त आफ्नै दाजुभाइ होइन, हाम्रो दाजुभाइ, तपाईँको दाइ, म उनको दाइ हो। तपाईँको दाइ, तपाईँको भाइ हो गगन थापा? गगन थापा मेरो भाइ हो, हामी एउटै। तपाईँको भाइ गगन थापा एउटै सन्तान हामी होइनौँ र पनि हाम्रो पहिलेदेखि चिनाजानी थापा काजी राम्रै थियो, किन पो थापा काजी त दाजुभाइ त हो नि। कुरो सुन्नु, एउटा कुरो के भन्दाखेरि हामी बन्धु दाजुभाइ नै नभए हाम्रो मित्र भावना छ, आत्मीयता छ। मेरो आउजाउ कतिको छ घरमा? म आवते जातिमा कुनै नेता कहाँ जान्न फेरि त्यस्तो खालको छु, किनभने मलाई त्यो कसो नेता भएपछि चाहिँ आउजाउ छोडेको कि के पहिलादेखि नै थिएन? पहिलादेखि चिनाजानी छ, नेता सेता भएपछि यता न उता भएपछि म कहीँ जान्न फेरि। नेताको घरमा चाहिँ गोपाल थापाको आउजाउ हुँदैन? जाँदैन। किन जाँदैन भने मलाई लाग्छ त्यो चाकरी गरेर नभएको कुरो हो भन्नु, यति गरिदियो उति गरिदियो भन्नु पनि छैन होइन, त्यस्तो म लाचारी पनि होइन।